सबैलाई यीशुको नाममा जय मसीह। आज फेरि पनि म तपाईहरुको माझमा परमेश्वरको मिठो वचन लिएर आएको छु। आज शीर्षक रहेको छ डर। संसारिक तवरमा हामीले हेर्छौं भने डर एउटा मानिसबाट उत्पन्न हुने कुरालाई डर भनिन्छ। तर बाइबलले पवित्र बाइबल अनुसार हामीले हेर्छौं भने डर दुष्ट शैतानबाट आउने कुरालाई डर भनिन्छ। र डर दुई किसिमको हुन्छ, सकारात्मक र नकारात्मक। र सकारात्मक डर चाहिँ भय चाहिँ त्रास चाहिँ यी परमेश्वरबाट आउँछ। किनकि आमा बुवाको डर, परमेश्वरको डर र शासकको डर, सरकारको डर अनि आमा बुवाको डर भय मान्नु चाहिँ यी परमेश्वरले सिकाउनुहुन्छ, बाइबलले शिक्षामा जाने गर्छ। र नकारात्मक डरले चाहिँ के जनाउँछ भनेपछि अब कुनै कसैले मलाई हिर्काउँछ, मलाई मार्छ, अब मेरो जीवनमा के हुने होला, के आइपरि पर्छ, म जाने बेलामा ठोकिएर कतै मेरो जीवनमा के घटना आइपर्छ, म योसँग माया गरिरहेको छु भने मेरो जीवनमा अब ब्रेकअप हुन सक्ला भन्ने यो चाहिँ दुष्ट शैतानबाट नकारात्मक सोच विचार आउनेलाई डर भनिन्छ। र हाम्रो बाइबलमा चाहिँ के भनिएको छ भने डर चाहिँ मानिसको पासो हो भनेर भनिएको छ। र हितोपदेश 29:25 यी कुराहरू लेखिएको छ। र हामीहरूले चाहिँ सफल एकदमै डर रहित हुनु छ भनेपछि परमेश्वरमा रहेर, परमेश्वरको भय र त्रासमा रहेर मात्र हामीहरूले रहन सक्छौँ भनेर यी कुरा हामीले बुझ्नुपर्छ। र आजको शिक्षाले डर र कताबाट आउँछ भन्ने कुरा हामीहरूले सिक्न सकेका छौँ र जान्न सकेका छौँ। म आशा गर्दछु तपाईहरूले बुझ्नु भएको छ होला। धन्यवाद। सबैलाई जय मसीह।